हामी चाहिँ यहाँ काममा जान लागेको बाइकमा सरल लाएर काममा जाँदा जाँदा यहाँ बिच बाटोमा मामासँग भेट भयो। त्यसपछि चाहिँ हामी यहाँ माथि आएर फरार भएर लुकेर बसिरहेछौँ। मामाले चाहिँ तल सिटी फुकै हुनुहुन्छ। देखिरै देखेन यार। देखेन जाने डर लाग्यो। फेरि मामाले फेरि सिटी फुक्दै लखट्यो भने फेरि तना हामीलाई गरी खानै दिएनन् हामीलाई मामाले। कत्रो अब 33 किलो सुन काण्डको मान्छेहरू फरार भएछन्। हामी यहाँ लाइसेन्स नभएर लुक्नु पर्यो। हेत्तेरिका भएन, यस्तो पाराले हुँदैन। अब के गर्नुपर्छ? देखिँदै देखेन नि त मामा त यार, डर लाग्यो।